पुनः म अनुरोध गर्न चाहन्छु। सच्चिदानन्द भगवानको जय। प्रेम से बोलिए श्री सद्गुरुदेव महाराज की जय। आनंद कंद भगवान की जय। हजुर समक्ष आफ्नो दुई शब्द राख्न चाहे। यो भजन हजुर सबैजनालाई विदित भएकै कुरा हो। हाम्रो अति नै आदरणीय दादा उत्तम दादाले रचना गर्नुभएको र साथसाथै रिसेन्टली भर्खरै मात्रामा यो भजनको एउटा अफिसियल रेकर्डिङ पनि भएको छ है। र हाम्रो यहाँ मञ्चमा जो हुनुहुन्छ अति आदरणीय दादा अश्विन दादाले गाउनु भएको छ र हजुर सबैजनाले युट्युबमा गएर त्यसको आनन्द लिन सक्नुहुन्छ। र यो भजन मैले गाउँदा साँच्चै नै मेरो यो म भित्रको जुन शक्ति छ साँच्चै रमाउँछ, आनन्दित हुन्छ है। र मलाई विश्वास छ हजुरहरूको पनि मन आनन्दित हुन्छ भनेर। र आउनुहोस् सबैजना हामीले गुरु महाराजजी प्रति आफ्नो आन्तरिक हृदयबाट यही प्रार्थना चढाऊ कि प्रभु कहिले न छुटोस् यो भक्ति जन्म जन्मको प्यासी जन्म जन्म को प्यासी मेरो सतगुरु दीन दयालु कसरी चढ़ाऊं प्रणाम। मेरो सतगुरु दीन दयालु कसरी चढ़ाऊं प्रणाम। कहाँ थिए मौका ल्यायो संत को सुंदर देशमा। कहाँ थिए मौका ल्यायो संत को सुंदर देशमा। संत को सुंदर देशमा मेरो सतगुरु दीन दयालु कसरी चढ़ाऊं प्रणाम। सबैको श्वासमा जता देख्छु तिम्रै छ सृष्टि। सबैको श्वासमा तिमी जता
सृष्टि बुझ्नै नसक्ने लीला तिम्रो अनन्त तिम्रो दृष्टि बुझ्नै नसक्ने लीला तिम्रो अनन्त तिम्रो दृष्टि अनन्त तिम्रो दृष्टि मेरो सद्गुरु दीन दयालु कसरी म चढौँ प्रणाम हरेक दिनहरूमा सत्संग सेवामा पाऊँ प्रभु कहिले नछुटोस् यो भक्ति जन्म जन्मको प्यासी प्रभु कहिले नछुटोस् यो भक्ति जन्म जन्मको प्यासी जन्म जन्मको प्यासी मेरो सद्गुरु दीन दयालु कसरी म चढौँ प्रणाम मेरो सद्गुरु दीन दयालु कसरी म चढौँ प्रणाम कहाँ थिए म कहाँ ल्यायो सन्तको सुन्दर देशमा कहाँ थिए म कहाँ ल्यायो सन्तको सुन्दर देशमा सन्तको सुन्दर देशमा मेरो सद्गुरु दीन दयालु कसरी म चढौँ प्रणाम मेरो सद्गुरु दीन दयालु कसरी म चढौँ प्रणाम मेरो सद्गुरु दीन दयालु कसरी चढौँ प्रणाम कसरी चढौँ प्रणाम कसरी चढौँ प्रेम से बोली श्री सद्गुरुदेव महाराज की जय जोरदार ताली मैले भनिरहनु परेन फेरि पनि म भन्छु एकचोटि जोरदार ताली सुन्दर प्रस्तुतिको लागि अत्यन्तै